कस्तो खाले कुकुर रहेछ भनेको क्या खेदाएर नि। ए कस्तो खाली कुकुर भने 4 खुट्टा गरेको त होला। कहाँ से आ गई? म देखिन कि देख्नु भएन? थमेलन कुकुर हुँदैछ है। कति हुन्छ? कुकुरहरू देखाउँदै कुकुर पनि हुँदैछ। पढ्दै हुनुहुन्छ कि पढिसक्नु भएको? अब पढिसके जस्तै भनौँ, अब पढेर हाती ठुलो भएको होइन, नपढेर कमिला सानो भएको होइन भने जस्तै। मतलब भाडा पनि पिटिन्छु त्यहाँ भएको बेला त भाइ साई भनेर मैले पठाइदिन्छु। अब मभन्दा ठुलो छ कि, तर पनि अब ठुलो भने म जेठो भने जेठो हो नि त। कति उठेको थियो? तपाईँको 148 हो, 150 दिन्न 2 रुपियाँ टिप्स मागे नरिसाउनु ल। फोन त छैन त्यही मेसेज गर्छु। कस्तो खाते कुकुर यार। हजुर ए कस्तो खाते कुकुर भनेको क्या? ए कस्तो खाले कुकुर रहेछ भनेको क्या खेदाएर नि। ए कस्तो खाली कुकुर भने 4 खुट्टा गरेको त होला। म देखिन कि देख्नु भएन? थमेलन कुकुर हुँदैछ है। कति हुन्छ? कुकुरहरू देखाउँदै कुकुर पनि हुँदैछ। कुकुर हुन्छ नि यताबाट त। पुलिस होइन यहीँ बसिहाल्छ त। मामाजीले झन्डै काट्छ चिटो हो। त्यहाँ सिधै जानु पाइन्न? हजुर त्यहाँ सिधै जानु पाइन्न? पाइँदैन नि। राम राम राम। तपाईँको यो जय बागेश्वरी भनेको हजुर तपाईँको यो लोकेसन छ नि पर कालो पुलदेखि अलिक परतिर होइन? ल त्यसले गरेर म साथीले गरेको हो कि मलाई थाहै छैन, फोनै छैन यहाँ। तपाईँको फोन चाहिँ? हजुर तपाईँको फोन चाहिँ? हिजो हराएको। ओहो राम्रो काम गरिरहेको छु मैले, फोन हराउने घरि के हराउने। किन अनि त्यस्तो काम गर्नुभएको तपाईँले? हजुर किन त्यस्तो काम गर्नुभएको नि? यस्तो क्या साथी झ्याप थियो होइन, झ्याप रहेछ मलाई पनि थाहा भएन क्या। म पनि रक्सी खाइरहेको थियो, साथी टोइलेट गएको मान्छे उहीँ छोडिदिएछ क्या। अनि मैले लग्यो अब भरे गएर त्यहाँ साइबरमा गएर त्यो एप्पल आइडीदेखि थाहा हुन्छ अरे नि त। के भने सुनेको थिएँ अब। ए आइफोन हो? भेट्यो भने भेट्यो, भेटेन भने आइफोन त भेटिन्छ। फेरि एप्पल आइडीमा केही थाहा छैन, पासवर्ड पनि भन्नु जस्तो लागेको थियो। पासवर्ड पनि चाहिन्छ भनेको थियो कहिले। पासपोर्ट तपाईँको त्यो ऊ छ कि छैन? तपाईँको मोबाइलको खोल। मोबाइलको खोल छ यहाँ छैन फेरि। त्यो त अहिले 1.5 वर्ष भइसक्यो किनेको नि, कहाँ पुग्यो। ए राख्नुपर्छ नि त। अनि मोबाइलको खोल भयो भने भेट्नु सजिलो हुन्छ क्या। कति भयो तपाईँले यहाँ जब गर्नुभएको? मैले 1 महिना पनि भएको छैन कि। आमा ठ्याक्कै स्यालेरीको डबल ट्रिपल पैसा घाटा लगाइसक्यो। के काम गरायो हुन्छ यस्तो? तपाईँहरूको यो भिआइपीमा त राम्रै पैसा हुन्छ अरे भने सुनिरहेको थिएँ क्या। ए ओम्नियामा क्या? ओम्नियामा ठिकै हुन्छ। भिआइपीमा पनि ठिक थियो, भिआइपी पनि गरेको पहिला। ए किनभने पहिला मेरो साथ ठिकै हुन्छ कि। अनि आउने जाने पठाउ तिर्नु पर्यो, चढ्नु पर्यो। ए रक्सी पनि खाएको छ नभनेको आयु घट्यो। रक्सी दरो खानुहुन्छ कि क्या हो? हजुर रक्सी दरो खानुहुन्छ कि क्या हो? तर अब जति खाएन आफ्नो इच्छा हो कि। अब रक्सी पाएपछि कसले छोड्छ होइन? ए पाएपछि कसले छोड्छ? अब अलिअलि खान्छु भन्दा अब त्यस गरेर लाग्दैन। ए धेर खानु हुँदैन है, पछि गाह्रो हुन्छ नि। धेर खानु हुँदैन क्या, पछि गाह्रो हुन्छ। अब जहिले अब अलिअलि मात्रै खान्छौँ भन्ने सोच्ने हुन्छ क्या। अनि खाँदा खुट्टै नलाग्ने कहिले त। यस्तरी खानु हुँदैन नि त्यस्तो साह्रो। जरिया नै भयो हौ जिन्दगी। अब चाहिँ छोड्ला, 1 महिना पुग्यो ठ्याक्कै। पर्सि घर जाँदैछु, अब चाहिँ छोड्ने। कता हो घर तपाईँको? पश्चिम रुकुम। रुकुम हो? के मगर्नी हो? मगर्नी हो। आमा मगर्नी भएर नि यस्तो रक्सी खाइदिनु भएको तपाईँले? मगर्नीहरूले खाँदैन नि प्रायः जस्तो। अन्त आजभोलि छेत्री बाहुन सबैले खान्छ कि। यहाँदेखि सिधै जान दिन्छ दिँदैन फेरि? यो बाटो कहाँमा त मलाई यो बाटो थाहा छैन है। थाहा छैन? बिहान बिहान मन्दिर आएछ त। यो बाटो हिँड्नु भएको छैन तपाईँ?
यो बाटो यसलाई अब हामी हाडी गाउँ कृष्ण मन्दिर पुगिन्छ हाडी गाउँ हाडी गाउँ कृष्ण मन्दिर पुगिन्छ के मलाई त केही थाहा छैन हौ यो बाटो म हेरेको पनि छैन फर्स्ट टाइम होला यहाँ चाहिँ यस्तो लाइटहरू रहेछ त लाइटहरू छ कति वर्ष पुग्नु भयो नि अनि तपाईँ हजुर कति वर्ष पुग्नु भयो म 21 ए बुढी हुनुभएछ त बुढी हुनुभएछ अनि भयो नि त अब त बुढी पनि भयो बिहे गर्नु भएको छै छैन हजुर बिहे गर्नु भएको छै छैन बिहे गर्नु भने के चाहिँ पाउँदैन बिहे गर्नु मेरो अझै भएको छैन अझै भएको छैन म त रक्सी खाने मान्छेले कसले बिहे गर्छ हौ किन गर्दैन झन् बोयफ्रेन्ड कति रक्सी खाएर बुढा पिट्यो भने खत्तम हुँदैन यस्तो राम्री हुनुहुन्छ बिहे गर्ने कति निस्किन्छ नि पहिला बोयफ्रेन्ड थियो कि पिटेछु कि एकचोटि रक्सी खाएर बुट्ने गऱ्यो अनि ब्रेकअप ए त्यही भएर बनाउनु नभयो गाह्रो छ है गाह्रो छ पढ्दै हुनुहुन्छ कि पढिसक्नु भएको हजुर पढ्दै हुनुहुन्छ कि पढिसक्नु भएको अब पढिसके जस्तै भनौँ अब पढेर हाती ठुलो भएको होइन नपढेर कमिला सानो भएको होइन भने जस्तै जति पढे पनि त्यही हो कति पढ्नु भएको 12 पढ्नु भएको ए फेरि नामको मात्रै 12 हो क्या हामी त अहिले त बिर्सिरह होला मैले रङ बाटो आएछु म त्यतिकै तार जानुपर्ने कालो पुलमा झन्डै मैले त पहेँलो पुल लगिरहेको त पुलङ्ला हो क्या झन्डै पठाउले के गर्छ भन्दै हुनुहुन्थ्यो होला तपाईँ त त्यहाँदेखि सिधै आउनु दिएन नि त मामाले हिजो त त्यो मामा थियो सिधै आएको त हामी त आउनु भएको सिधै लिएको त्यो मामा हेरिरहेको थियो ए जहिले सिधै आइरहेको हुन्छु त म त मैले थाहा पाउने दिन जति ए होइन कहिलेकाहीँ अब यस्तो हुन्छ नि त तपाईँको अब सिधै आयो भने उनीहरूले वाच गरिरहेको हुन्छ नम्बर प्लेटहरू वाच गरिरहेको हुन्छ अब म त नाइट गर्ने हो नि त भन्नु पर्दैन म नम्बर पुर्यो नि त पछाडि ए हात यस्तो गरेर पुर्यो नि डाउ अनि अरू बेला त चेकिङमा पर्दाखेरि ए त होइन अस्ति 1/3 तिर छिर्ने भनेर चिट काटिदिन्छ क्या यहाँ चाहिँ को बस्नुहुन्छ नि हजुर यहाँ चाहिँ को बस्नुहुन्छ नि यहाँ सबै बस्छ फ्यामिलीहरू पनि बस्छ कि फ्यामिलीहरू चाहिँ उता बस्नुहुन्छ क्या कलङ्की साइडतिर अनि म र भाइ चाहिँ यता बस्छ ए भाइ चाहिँ कत्रो छ तपाईँको भाइ कत्रो छ ठुलो छ नि ठुलो छ मभन्दा पनि ठुलो छ ए मलाई भाडा पनि पिटिदिन्छु त्यहाँ भएको बेला त भाइ साइ भनेर मैले पठाइदिन्छु अब मभन्दा ठुलो छ कि तर पनि अब ठुलो भने म जेठो भने जेठो हो नि त ए तपाईँ त खत्तम मान्छे पो हुनुहुँदो रहेछ त नि खत्तम खत्तम होइन जसलाई पनि भन्नु न के खत्तम भने अनि जसलाई पनि कुट्ने अनि खत्तम भयो होइन त अनि भएपछि सबले कुद्छु नि आफ्नो सबसँग म राम्रोसँग बोल्छु नि त ए फेरि कुद्छु सरी पनि भन्छु कि भन त ए मलाई झ्याप भएको बेला कहिले कहिलेको रिस पोख्छु क्या कहिलेको अब कहिले रिस उठेको छ त्यो रिस म झ्याप भएको बेला पोख्छु क्या है त्यस्तो गर्नु भएन नि तपाईँ त कता यहाँदेखि तपाईँलाई थाहा छ कि हेर्नुपर्छ लोकेसन मैले कालो पुल आयो हामी होइन अझ माथि हो मलाई थाहा छ क्या लोकेसन हेर्नु पर्दैन त्यसो भए रुकुमको मगर्नी लास्टै छुच्ची है रुकुमको मगर्नी लास्टै छुच्ची है छुच्ची म छुच्ची छु अनि सबैलाई कुट्ने मान्छे छुच्ची हुँदैन त अनि सोझो म सोझो हुन्छ अहिले भर्खर छुच्ची छ भन्दै हुन्थ्यो मलाई कुट्दैमा चाहिँ सुन भयो त मलाई चाहिँ नकुट्नु नि फेरि मलाई चाहिँ नकुट्नु नि एकचोटि पठाउला परेको थियो क्या त्यो बेला नि अघि गरेको साथीले नै गरिदिएको थियो क्या पठाउ अनि मलाई त्यो बेला अलिक झ्याप्ने थियो क्या अनि त्यसलाई मैले के भनेछ मुख पनि छाडेछ क्या अनि अर्को दिन मैले यहाँदेखि जाँदाखेरि चाहिँ पठाउ गरेको त्यही पठाउ परेछ त्यही पठाउ परेछ मैले कहाँ देखाए जस्तो लाग्यो भनेर हाँस्यो
मलाई त अब यादै थिएन नि त आफू झ्याप भएको थियो पछि पो कुरा निकाल्यो तपाईँले मलाई हिजो यस्तो यस्तो भनेको याद छ कि नै भन्छ ला अब भन्यो होला अब खाएको बेलामा ए सिधै हो सिधै हो गेटभित्र ल डर बस्नु ल मेरो स्कुटर त फेरि के अरे तपाईँको मुख चलेको भन्दा खतरा थतर्किन्छ खतङदङदङ गर्छ म छिटो छिटो बोलिरहेको छु हो आज म योभन्दा कति छिटो बोल्छु कि आज भोलि अलि बुझ्दैन नि त कसैले ए त्यही भएर क्या बिस्तारै बोलेको बिस्तारै बोल्नु हो ल यतै हो म ल कति उठ्यो भने तपाईँको 148 हो 150 दिन न 2 रुपियाँ टिप्स मागे नरिसाउनु ल चेन चाहिँ पुग्दैन रहेछ नि त 25 रुपियाँ पुगेन हुन्छ ए हस् धन्यवाद